Hey, what's up guys? के छ च्यानलको हालखबर? आई एम बुढी है। मेरो नयाँ च्यानलमा नयाँ होइन, मेरो च्यानल यही हो। आजबाट चाहिँ क्लास 12 को इक्जाम छ। म चाहिँ भर्खर 6 बजीतिर उठेर खानासाना खाएर हिँड्दै गरेको। आजको मौसम चाहिँ एकदम आजबाट भ्लग बनाएर हाल्ने भनेको है। यतातिर हाम्रो भाइ चाहिँ सुतिरह भ्लग बनाएर हाल्ने भनेको। आज पानी पर्यो। आज भ्लग राम्रो भयो भने चाहिँ म हाल्छु होइन। अब चाहिँ म बस्छु हिँड्न लागेको। बाई 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 बाई। हात छोइन बाई बाई। राम्रोसँग सुत है, म इक्जाम दिएर आउने बेलासँग है। म चाहिँ बाहिर निस्केको है। भित्र चाहिँ कस्तै अँधेरो रहेछ। सो कस्तो देखिरहेको होला त? दामी नै देखिरह। म चाहिँ टिका लगाएको यतातिर। यताउति हेरेर जाँच राम्रोसँग दिने। चोर सकेसम्म चोर्नेहरूको सबै है। चोरेर राम्रोसँग दिने। ठुलो पात लगाइदिनु। दक्षिण खै अमिलो खै दक्षिणा पनि छिटो अनि जानु। खाता मात्र उडेर जाउँ है। पानी पनि सिमसिम परिरहेको दक्षिणा अलि धेरै नै पायो है गाइज। उयो खतरा देखिरहेको छु त म त। आमामा बुवाले चाहिँ बोलाइराख्नु भयो उताबाट। टिका थोरै भएन। म चाहिँ गएको अब एकछिन उतातिर पुगेर अहिले तल पुगेर भ्लग बनाउने आज एउटा। अनि त्यसपछि इक्जामको लास्ट दिनमा पढ्नुपर्छ है। रेडी फेरि आए 3 केजी त भयो गाइज। ल है त म गएको है त। गाइज हामी चाहिँ तिलार आइयो है। अनि मित्र छ नि यहाँ। यतातिर चाहिँ केटीहरू बिहान 4-5 बजी उठेर पढ्यो भन्दैन के अरे है। म त 6 बजी उठेर आएको। के छ कस्तो लागिरहेको? राति 10:30 बजीसम्म पढेको एक अङ्कको। फेरि अनि गाडी हेरी इक्जाम दिन आउँदा नि भ्लग बनाउनु पर्यो नि त। फेल त हुनु पर्यो। यतातिर काली को छ नि गफानी राख्ने त। गुरुबाले भर्खर बस लिएर आयो होइन। हामी चाहिँ तिलारमा आएर के हो प्रिपरेसन प्रिपरेसन हो। यस्तो कहाँ हेरेर बसिन्छ यार। इङ्ग्लिसमा त चिल हो कि 50 गर्छ आनन्दले। अर्पण कति गर्छ? 60 ढुक्क है टार्गेट हो। हाम्रो आचलको कति गर्छ त? 520 त्यस्तै लागिरहेको थियो मलाई। आज डर भन्ने कुरो कति छैन होइन गाइस। डर भन्ने कुरो कति छैन। यसो यतातिर घुमे जस्तो गरिदिनु। हिँड्नु न यहाँ पनि मुख छाडिदियो गाइज है। गाह्रो नमान्नु होला। यतातिर स्कुलको बस एकलट घुमिरहेको स्कुलको बसमा है। यहाँबाट चाहिँ टक्क हामी के छ गाइज? हेलो फ्यान फलोवर्सहरू कति धेरै खान होइन। सब सेतो सर्टमा आइज आज भनेको। सब सेतो सर्ट लाएर आइदिएको कि केटा त। सब्सक्राइबर होइन भ्यू त उयो स्कुलको गाडी त बब्बाल बच्छ त। आमामामा टोपिली फनाइदिएर राखेको छैन है गाइज। गाइज टोपिलीको गाडीको वहाँबाट कति सोझो देखिएको कि यार। आमामामा भर्खर भ्यूबाट आएको गाइज है। टोपीले यस्तो दामी मेरो जस्तै कपाल थियो। मेरो भन्दा अझ लागेको कपाल थियो है। कपाल थियो आज हेर त यही टोपी कस्तो छ कपाल काटेको? यहाँको त नानी काटिदिएको सबै काटिदिएको के त सब मिलाएर। आमामामा उयो दारीधरी छैन त्यो त। कति राम्रो देखियो। यिनीहरूको गफ भइरह है। मुख नछाडै हालिदिन्छु म त। गाइज हामी चाहिँ है टक्कै इक्जाम दिएर आएर सकियो। आजको इक्जाम चाहिँ एकदम बवाल भयो है। हामी चाहिँ यहाँ बस पुग्दैछ। मैले चाहिँ सोचेको भन्दा एकदम राम्रो भयो इक्जाम चाहिँ। आकाशको दामी भएको कि आकाशको त बवाल भयो भने कालीको अघि भ्लग बनाउँछु यस्तो भिडियो बनाउँछु भनेको है।
के भएको थियो अघि बिर्सेँ थिएँ मैले। आजको मौसम एकदम घटिया छ, जाडो भइरहेको। हेर्नु न आजको चिर हेर्नु न गाइस। सुन्नेलाई फेरि अबुई गाइस आजको चिरै लगो परेन के लको भन्न त नि बिल्लाको पात्र एउटा FD2 फिल्म रिभ्यू रे आज मुभी रिभ्यू लगो है आज चाहिँ। FD2 होइन त्यो आउन त आउँथ्यो तर भोलि पर्सि चिज जोड्न पाइन्छ कि पाइन्न भने प्र्याक्टिसको लागि मात्र होइन लगो चाहिँ। दिनभरि फिल्म रिभ्यू आउँछ न फिल्म हेरेर बस जस्तो कि होइन अस्ति नै बनाएको क्या त्यो त। आज इक्जामको फर्स्ट दिनमा मात्रै भ्लग हालेको, अब यसपछि म मोटो भ्लग बनाउन गइरहेको छु होइन। एउटा सिरिज बाइकको म मोटो भ्लग बनाउँछु गाइज है। के अरे 12 बजे है के अरे 12मा पढ्ने साथीहरू राम्रोसँग इक्जाम दिनु होला है। मेरो भ्लग चाहिँ मेरो भ्लग चाहिँ हेर्नु होला, सपोर्ट गर्नु होला होइन। बिस्तारै बिस्तारै ग्रो हुन्छ मेरो च्यानल पनि। 200 सब्सक्राइबर पुग्नलाई है उसमा गएर हेर्नु होला। के अरे टिकटकको त्यो बायो मुनिपट्टि लिङ्क छ, त्यसमा गएर हेरिदिनु, सब्सक्राइब पनि गर्नु, यस्तो हल्का राम्रो राम्रो कमेन्ट नै हानिदिनु। तपाईँहरूको इक्जाम कस्तो भयो त्यो पनि कमेन्ट हानिदिनु। चिकन घाँटी अड्के गएर तिमी केही बोला नि यसो, के बोला नि यसो, म हालिदिन्न क्या युट्युबमा। चिकन खसेकै चिकन खाएको देखाइरहन्। अब स्कुल पनि आइपुग्न लाग्यो। स्कुलमा हामी जान्दैनौँ किनकि हामी बाटोको इक्जाम दिएर आएको भनेको बाटो फसेन परेको है आज चाहिँ। अनि एउटा सर आएर भन्यो कि होइन एउटा सर आएर भन्थ्यो कि भोलिबाट तपाईँहरूको सब सिट प्लानिङ चेन्ज हुन्छ, बाहिर गेटमा हेरेर आउने भन्दाखेरि त्यस्तो खुसी लाग्यो नि। फर्स्ट टाइम जाँदा पर्दैन होला नि भोलि भनेर कि साथीहरू रुँदै खानु फेरि। दादा भोक लागेन? लागेन साँच्ची लागेन? चिकन खाएर भोक नलाउने वा टेक्नोलोजी स्याम्पू थोतेन थोते हुन्छ होइन, काले थोते हुन्छ नि। म्युट हान्दिनँ मैले है त, किनकि सुनेको पनि छैन राम्रोसँग, बुझेको पनि छैन। आजको लागि खासमा मैले भनेको म भन्दिनँ है। बोक्रा खुर्कियो भनेको बोकेर खुर्कियो, बोकेरै छैन त ल बुटमा त। अब बुटै छैन भन न। बुट त छ, बुट त छैन यता पनि, तर उता त छ। तर बुटमा बोकेरै रहन्छ कि हातकोले कागजहरू हेर है। के अरे भोक भोक लागिरहेको मलाई चाहिँ होइन। भोक लागेर होइन, भोक लागेको लागि भनिदिनु कि यतिकै के भन्छ यार। ए कसको स्पिडर रहेछ फेरि बोकेर तलै ओह्रालो स्टार्ट भएको रे कि, म त घरै गइदिन्थेँ यार। फेरि स्टार्ट भयो त पुग्यो। ए बाटोतिर फोन उचालेको देख्नै हो भने कि हेर गाइज है। फेरि अङ्कलहरूले के गरे यो पागल भयो कि भएर हेर्छ। हजुर हजुर एकदम बाबा हजुरको के छ त, के गर्दै हुनुहुन्छ? ए 12मा जाँच दिएर आएको बालु दाइ गयो। भोक लागिरह, खाना खानुपर्छ घर गएर। हातमा मैले उचाल्न सकेन, क्यामेरा चाहिँ बन्द भयो। अब घर गएर सट्ट भाषा थान्छु अनि पढ्ने बेलामा यति मात्रै देखियो होला कि देखेँ होइन। तिम्रो हेर भनेको। ए मम्मीको फोन आयो गाइजहरू, घाँटी मात्रै दियो म। मैले 0.5मा के अरे उसमा राख्ने बिर्सेछु क्या, केही हुन्न। ए ल अब गाइज भर्खर 12 बजे रहेछ है। हामी साथीहरूलाई भेटेर आएको, यता चाहिँ खाना हिँडेको। उहाँ तिग्ले भाइ बसिरहेको रहेछ अफिसको अगाडि। भर्खर यत्रो बेर बोलेको है, भिडियो भएर हिँड्छ कि हुन्छ। समस्या खाएको यस्तो है, के कस्तो हुन्छ आन्टी गाइजहरू। दिदी के छ? हजुर ए ब्याट्री पनि लो भइसकेछ नि त नि आज त। आन्टी के छ? सन्चै हुन्छ। भ्लग चलिरहेको भाइरल बनाइदिनु दिदी के छ? इक्जाम दिएर आएको क्या बगाल दामी भयो।
फर्स्ट त होइन कि 5 चाहिँ भइन्छ हेर्नु न पछि आएर केमिस्ट्री र के अरे जुलोजी होइन बायोलोजी भन्ने सब्जेक्ट बायोलोजीभित्र चाहिँ जुलोजी र बोटनी हुन्छ है त्यति थाहा हुन कस्तो टाइम लाग्यो कि मलाई फेरि अस्ति भर्खर थाहा भएको हामीले 2टा सब्जेक्ट हुन्छ भनेर त्यो केमिस्ट्री र बायोलोजी पढ्न त पढिन्छ बुकको त्यो सब्जेक्ट नामै नहोइने हामी चाहिँ अब हेर्स हानेर गइन्छौँ यहाँबाट चाहिँ हेर्स हान्दै आज मात्रै यो भ्लग बनाउनु फेरि अनि लास्ट दिनमा टक्क लाएर स्कुलको क्यान्टिनमा है यतातिर दिदी चाउमिन बनाउन लाएर केही सुन्ने छैन पेट भरियो सो गाइजहरू म चाहिँ अहिले भर्खर घरमा आइपुगेछु भोलिको इक्जामको लागि पढ्नु पऱ्यो भर्खर चाहिँ भर्खर एप्स हानेर बसेको है यतातिर चिसा आधा खानाको भित्र कोठामा त दिनभरै गर्मी छ किनभने तिन तातेर हो कि आइरहनु के हो होइन यतातिरबाट चट्ट लगाएर ब्लड फ्रेस हुनु अनि गर एकछिन पढ्नु त त्यस्तै हो अलिअलि किताब हेर्ने अनि त्यहाँबाट चाहिँ यस्तो हो यतातिर चाहिँ है अलिअलि किताब हेर्ने त्यहाँबाट चाहिँ चिट बनाउनुपर्छ 3-4वटा अलिअलि यसो पढ्नु पनि पर्छ फाइनल आयो नि त फाइनलमा त पढ्नु पऱ्यो आजको लागि भ्लग यति नै है के अरे 12को आज फर्स्ट इक्जाम थियो के अरे फर्स्ट इक्जामको दिन भ्लग बनाउँछु सोचिरहेको थिएँ धेरै अस्ति ट्युसन पढ्न जाने बेलामा बनाएको थिएँ एउटा सानो भ्लग के भ्लग भन्ने यस्तै भिडियो अनि आज चाहिँ अब फाइनल के अरे फाइनलको लास्ट दिनमा बनाउनु पर्ला लास्ट दिनमा हाम्रो केमिस्ट्री कि म्याथ सायद के छ होइन त्यो त रुटिन हेर्नुपर्छ इक्जामको दिन त्यति बेला बनाउँछु लास्ट एउटा भ्लग चाहिँ होइन लास्ट दिनमा अब स्कुलको साथीहरूसँग नि घुम्न जाने प्लान गरिरहेको के अरे अब कहाँ जाने हो टाढा जति जाने कुरा हुँदैन के अरे पहाडतिर एउटा खाल्डीतिर यसो हुन्छ कतैतिर सायद होइन सो आजको लागि बाई बाई गाइज यति नै हो मेरो भिडियो लास्ट दिनको लागि चाहिँ लास्ट दिनको भिडियो चाहिँ नछुटाउनु होला टक्क 2 गते आउँछ लास्ट दिनको भ्लग चाहिँ होइन